जे अवस्थामा हुन्छ त्यही अवस्थाबाट सुरुवात गर्नुहोस्। मैले पढेको छैन, मैले जानेको छैन, मसँग त पैसा पनि छैन, म त गर्न पनि सक्दैन। उहाँले त डिग्री पास गरेको, उहाँले धेरै पढेको, मैले पढ्नै जान्दिनँ, कसरी सेयर गर्ने होला भन्ने सोच्दै हुनुहुन्छ भने यस्तो व्यक्तिहरूले आज सुन्नै पर्ने एउटा कहानी सुनाउन गइरहेको छु। सायद हजुरले सुन्नु पनि भएको होला, सुने पनि फेरि रिफ्रेस हुन्छ। म सुनाउन चाहन्छु एउटा कौवाको कथा, कागको कथा है। एउटा काग चाहिँ आफू कालो हुनुमा धेरै रिस उठिरहेको थियो। म कस्तो कालो, छ्या कामै नलाग्ने कालो, मलाई कसैले माया गर्दैन, जसले देख्यो नि थपाउँछ भनेर गाली गर्छ। यो मलाई किन भगवान्ले यस्तो कालो बनायो हे भगवान् भनेर चाहिँ एकदम दिक्क मानेर हिँडिरहेको थियो। जाँदा त उड्दा एक ठाउँमा पुगिसक्यो, जहाँ चाहिँ एउटा ऋषिमुनि बसिरहेको छ। उसले त्यो ऋषिमुनि गएर भनेको, हे ऋषि, मलाई यो कालो हुनुमा एकदमै रिस उठिरहेको छ, मलाई सेतो बनाइदियो, बबुले जस्तो सेतो बनाइदियो। किन तिमी कालो हुनुमा तिमीलाई के पीडा हुन्छ? मलाई कसैले माया गर्दैन, जसले देख्यो ढुङ्गाले हालेर लहर्छ, जा भनेर गाली मात्रै गर्छ। मैले यो कालो के काम, मलाई बबुले जस्तो सेतो बनाइदियो। सबैले माया गर्छ, सबैले फोटो खिच्छ, मेरो त फोटो पनि लिँदैन, हेर्नु त म कालो छु त, त्यही भएर मलाई सेतो बनाइदिनु भनिरहेको छ। त्यस पछाडि ऋषिमुनिले के भन्नुहुन्छ थाहा छ तपाईँलाई? ठिक छ, म तिमीलाई सेतो बनाइदिन्छु बकुला जस्तै, तर त्योभन्दा अगाडि तिमीले बकुलालाई गएर सोध कि बकुलाको पीडा के छ। त्यस पछाडि काग उड्दै गयो, बकुला भएको ठाउँमा पुगेछ काग। त्यस पछाडि बकुलाले, ए बकुला, तिमी त कस्तो राम्रो छ, आहा कस्तो सेतो, तिमी त सबैले फोटो खिच्छ, वाह। त्यस पछाडि बकुलाले भन्छ, तिमी म सेतो हेर त, हेर्दै बर्खी बारे जस्तो छ, कसले माया गर्छ मलाई, म यस्तो सेतो पानीमै हराउँछ फोटो खिचेर, मेरो फोटो नै क्लियर आउँदैन, के काम यस्तो सेतो, मलाई काम छैन, सेतो नबना भन्छ। अनि त्यसपछि फेरि दुवैजना मिलेर गएर ऋषि कहाँ गएछ। दुवैजनाले ऋषिमुनि भगवान् मलाई के अरे सुगा जस्तो बनाइदिनु। उसले पनि भएन, ऊ पनि भएन, अब के भयो त, मलाई सुगा जस्तो बनाइदिनु भनेछ। फेरि ऋषिमुनिले के भन्छ, ठिक छ, म तिमीलाई सुगा नै बनाइदिन्छु, त्योभन्दा पहिला तिमी सुगाको गएर भेट भन्छ। त्यसपछि फेरि उड्दै गर्छ, दुवैजना गएर सुगालाई भेटेछ। सुगालाई भेटेछ, वाह यार तिम्रो पो छ त, वाह तिम्रो कलर हेर त, सातै रङ छ तिम्रो जिउमा त, वाह तिमी त बोल्छ पनि, वाह तिमीलाई, वाह तिमी त जहाँ पनि जान्छ, कति मजा छ तिम्रो, आहा को बोला भनेर उसले सुगालाई थर्काएछ त्यो काग र बकुलालाई। अनि त्यसपछि किन तिमी खुसी छैन, आफ्नो लाग्दैन, के खुसी हुनु, खालि मान्छेले लगाएर मलाई पिन्जरमा लगाएर बन्द गरिदिन्छ, कहिल्यै मैले चाहेको ठाउँमा उड्न पाउँदिनँ, यस्तो सुन्दरता के मजा, मलाई काम छैन, यो मलाई मेरो यो सुन्दरता मलाई चित्त बुझाएको भन्छ सुगाले पनि। अब तिनैजना मिलेर फेरि त्यो ऋषिमुनि कहाँ गएछ, ऋषिमुनिलाई भन्छ, भगवान् हामी तिनैजनाको पीडा सुन्नु पर्यो हजुरले, अब हामीलाई चाहिँ मयूर जस्तो बनाइदिनु पर्यो। वाह कति राम्रो छ मयूर जस्तो बनाइदिनु। फेरि ऋषिमुनिले भन्छ, ठिक छ, म तिम्रो तिनैजनालाई मयूर बनाइदिन्छु, तर त्योभन्दा अगाडि तिमी मयूरकोमा गएर बुझ मयूरको पीडा। त्यसपछि फेरि तिनैजना गएर मयूरका वाह तिमीले क्या मजा, तिमी त पक्का पनि कस्तो सतरङ्गी मजाले नाचेको, तिमीले नाच्दा त सातरङ्गी इन्द्रिणी पनि पर्छ, पानी पर्छ यार, कति रमाइलो छ तिम्रो जिन्दगी, तिमीलाई कसैले उ गर्दैन, खुल्ला हिँडिरहेको छ तिम्रो। फेरि मयूरले के भन्छ, को बोलेको भन्छ मयूरले। अनि किन तिमीलाई खुसी छैन तिम्रो यो सुन्दरता देखेर, के को खुसी हुनु, मेरो यही सुन्दरता नै मेरो अभिशाप भएको छ। मलाई मेरो भर्खरै मेरो आमालाई एउटा गाजाले आएर बन्दुकले हानेर मार्यो, मेरो पुरै त्यो प्वाखहरू लुचेर बजारमा लगेर बेच्यो। यस्तो पीडा के काम, जो सुन्दरताले मेरो लागि होइन भने यस्तो के पीडा काम, के काम भन्छ नि। तिनैजनाले उसो भए तिमी के बन्द जान्छ, तिमीलाई के छिप हो जस्तो त भनेर कागलाई देखाएको उसले। किन भनेको तिमीलाई कसैले मार्दैन, तिमीबाट कसैले पीडा छैन, तिमीलाई कसैले तिमीबाट कसैले पीडा छैन, उस्तो भए तिमीलाई के चिन्ता, तिमी जस्तो हुनुपर्छ भनेपछि त्यस पछाडि तिनीहरूले एकदमै खुसी हुन्छ। आफू जस्तो छ त्यस्तैबाट सुरुवात गर्नुहोस्। म ऊ जस्तो बन्छु, म सागर जस्तो सर जस्तो बन्छु अनि म सुरु गर्छु, म जस्तो बन्छु म सुरु गर्छु, सीताकाम जस्तो बन्छु सुरु गर्छु भनेर भन्नुभयो भने तपाईँले कहिले पनि सफल हुन सक्दैन। सबैभन्दा पहिला सुरुमा हेलिलिपिङ नेपालमा आबद्ध भइसके पछाडि तपाईँले युद्ध प्रयोग गर्नु नै पर्यो। फ्ल्याक्सलाई खानुहोस् न, तपाईँको सुगर प्रेसर निको हुन्छ भने हुँदैन, टक्करले दिएको औषध जिन्दगीभर खानुपर्छ अरे।
अनि यो फ्याक्सन जहाँ पनि हुन्छ भनेर छोड्नु भयो भने तपाईँलाई हुँदैन, कुनै पनि काम छैन तपाईँको लागि। त्यसैले तपाईँहरूले के गर्नु भने जति पनि हेल्दी लिभिङ नेपालको यो सप्लिमेन्ट छ हेल्थ जसलाई सोध्दै सिएनसी गरिदिने म सामान छ मात्रै भन्छु, किन छ त? तपाईँहरूले युज द प्रोडक्ट नै गर्नुभएको छैन। युज द प्रोडक्ट गर्नुभएको छैन अनि साथीले भनेपछि मान्छ? मान्दैन साथीले पनि तपाईँले भनेको। मान्नुलाई त आफूले गर्नु पर्यो नि त। आफू चाहिँ नखाने तिमी खाऊ भनेर कसैले खान्छ? खाँदैन। यसरी खानुपर्छ भने एक मुठा फापमा लाग्दैन, मलाई पनि ल्याउनु भनेर समय गर्छ। त्यस्तो भन्नु हुनाले तपाईँहरू सबैजनालाई के भन्छु भने अबको दिनबाट अबको उपरान्त हेल्दी लिभिङ नेपालले जति पनि दिएको सप्लिमेन्ट सबै एकैचोटि खानुपर्ने लागि सागर सरले भनिसक्नु भएको छ। 22वटा सप्लिमेन्ट मध्ये 4 महिना निरन्तर, 1 वर्ष पनि तपाईँले सिएनसी छोड्नु पर्दैन। 4 महिना सिएनसी गर्छ, 5 महिनामा फ्रीको सामान लिँदैन, मेरो त फ्रीको सामान हुन्छ। तर बाहिर सपिङ गर्ने बेला हामी के गर्छौँ? 1 दिन ग्याप गर्छौँ, गर्दैनौँ। रेगुलर जिन्दगीभरि किनिरहेको छ। त्यहाँ चाहिँ किन्ने त्यो हाम्रो बाउको हो, आफ्नो हो होइन नि? तर यो त हाम्रो हो नि। हाम्रो पसलमा किन्नु पर्यो भने 5औँ महिनामा 0 पिबी यस्तो यो बस्तीहरू राम्रो हो। मेरो त छैन, यो महिना फ्रीको सामान किन्यो म किन्दिनँ है, यो 0 बस्ती राम्रो हो होइन नि? त्यसैले म के भन्छु भने जति पनि हाम्रो अघि जेठ सरले भन्नुभएको छ युज द प्रोडक्ट गर्नुहोस्। जबसम्म हेल्दी लिभिङ नेपालमा आइडी बनाएर रातो आइडी बनाएर यहाँ बस्नु भएको छ नि, रातो आइडी बनाएसम्म तपाईँ कहिले पनि सफल हुन सक्दैन। त्यो रातोलाई तपाईँले ग्रिन बनाउनु भयो भने भोलिको दिनमा तपाईँको जिन्दगी पनि हरियाली हुन्छ भन्दै आजको यो सेसनबाट यही बिदा हुन चाहन्छु। सबैजना स्वस्थ हुनको लागि हेल्दी लिभिङ नेपालमा सबै खानुहोस्, स्वस्थ बन्नुहोस्, पैसा कमाउनुहोस्, रमाउनुहोस्, खुसियाली हुनुहोस् भन्दै आजको प्रोग्राम यही अन्त्य भएको